र हेलो गाइज गुड मर्निङ छ तपाईँहरू सबैमा होइन। र अब हामी चाहिँ बिहानको काम सबै सक्यो नि त, दिन अब यस्तो राम्रो भएको छ। अनि यसो अब घाँस दिउँसोको फिड रेडी गर्नुको लागि चाहिँ यहाँ बाबा र म जाँदैछौँ। हिजो खन्यु काटिरहेको थिएँ, त्यतिकै काट्ने जरुरतै परेन नि त हिजो। अनि आज चाहिँ अब यहाँ दिउँसोको फिड रेडी गरौँ भनेर चाहिँ चाफ गर्नु छ, यसो टाइम पास पनि हुने भनेर। के भन्नुहुँदै थियो बा? यहाँ खन्यु ल्याएको छु, हिजो ल्याएको मैले। यो चाहिँ एक भारी डह्रो भारी, त्यो चाहिँ काटिँदैन कि, अलिकति सानो मात्रै काट्नुपर्छ छटछाट पारेर। यस्तो चाहिँ गाई चाहिँ अपडेट अहिलेको बिहानको। ए सबै यिनीहरू टक्क फिट खाएर रेडी। यता हेर्दै त, है यता हेर्दै हाई भन्दै। यिनीहरू बोल्न सक्ने भए चाहिँ कति चाहिँ मजाले बोल्छ होला नि म है। 2 शब्द दिनु नि, तपाईँ अब आइहाल्नु भएछ। अब हामी काम गरेको बेला चाहिँ मम्मी चाहिँ यति साह्रो होइन आइहाल्नु भयो। हो त्यही त साह्रो राम्रो। यिनीहरू बोल्नु पाएको भए चाहिँ कति मजाले बोल्थ्यो होला नि। हाम्रो एउटा चाहिँ हसमुख छ हो, यहाँ हेर्नु नि, हाँसिनै मात्रै रहन्छ। ए यसको नाम फेरि जमुना हो। यो चाहिँ जहिले हाँसिरहेको, जहिले नै हाँसिरहेको हुन्छ। यसको उयो छोटो होला प्रथम मुखै नि, मुखै यस्तो हो। यसो एउटा छेरौटे फेरि छेर्छ अलिअलि होइन। आज चाहिँ दिन राम्रो हुने रहेछ। दिउँसो अलिक राम्रो भयो भने चाहिँ अलिक यताउता के काम गर्नु छ। काम गर्नु छ भन्दा नि हाँस्नु हुँदैछ मम्मी। काम छ नि, धेरै काम छ। सुत्ने काम छ अब दिउँसो एकछिन रेस्ट त। अब चाचा एकदम ब्याटल फिल्डमा जानलाई रेडी। अब हामी चाहिँ घाँस काट्छौँ, तपाईँहरू हेर्नु होला। यत्रो मजाले यहाँ घाँस काट्यो, तर हाल्नु चाहिँ किन हालेन भनेर हेर्दैछ यिनीहरू सबैले। घाँस त हाले पो यिनीहरूलाई, यता भरे खोलेलामा त्यो। खुबसुरत धोका।